अर्को कुरा व्यापक रूपमा तपाईको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर। हेर्नुस्, तपाईले भोट दिनुपर्छ, मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ। व्हाइट बडी काण्डको लागि तपाईको छानबिन समिति गठन भएर हिजोदेखि तपाईको छानबिन समितिले काम गर्नु थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईको दिन, आजदेखि तपाईको त्यो भोलिदेखि तपाईको त्यो काम पनि सुरु हुँदैछ। हिजोदेखि समिति गठन भएको छ। र अब भन्नु लागि साथीभाइहरूले धेरैजनाले भन्नु लागि ए सुदन गुरुङलाई त गोर्खाले मात्र जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर। होइन, त्यस्तो भ्रम नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो। तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेरियो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चीनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा। हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याएको पिल्लर छ, त्यसमा एउटा नेपालको झन्डा तर्लङ्ग झुन्डाएको छ कि, अन्त छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर भनेको त हाम्रो इज्जत हो नि त तपाईँको त, होइन नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अलिक सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने मैले त्यहाँको इमिग्रेसन अफिसरलाई नै बुझेर त्यसको पनि टिप्पणी उठाएछु। त्यो लगतै तपाईँको के बुझ्यो भने त्यहाँको एक्सरे मेसिन बिग्रिएर रहेछ। एक्सरे मेसिन बिग्रेको तपाईँको लगभग 3 महिना अहिलेसम्म काम भएको छैन है। त्यसपछि हामीले तुरन्तै त्यसको लागि पनि सम्बन्धित निकायमा फोन गरेर हजुर म भोलि पत्र लिएर किन फेरि के भन्नु सक्नुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो चाहिँ सुदन गुरुङ एकदम आवेशमा आउँछ, जोसमा आउँछ, गएर भनिदिइहाल्छ, गरिदिइहाल्छ। नीति नियम कानुन हामीले पहिलादेखि पढाएको छौँ, गरे पनि हो। यो अहिलेसम्म खै कस्तो खालको भाष्य निर्माण गरेको छ, सुदन गुरुङलाई चाहिँ केही पनि थाहा छैन बिचरा भनेर जस्तो गर्नुहुन्छ होइन। यो पहिला 10 वर्षदेखि गरिरहेको हाम्रो भ्रष्टाचारको विरुद्ध हामी लडिरहेको युवाहरू। त्यही भएर त्यसको लागि नीति नियम कानुन अनुसारमा हामी तपाईँलाई पत्र दिनु, ज्ञापन पत्र दिनु आउँछु, त्यही अनुसारमा हजुरले काम अगाडि बढाउनु होला भनेर हामीले पत्र पनि छोडिदियौँ है। त्यो सँगसँगै त्यहाँ पहिरो पनि आएर छ, त्यो पहिरोको बारेमा उहाँहरूले भन्नुभयो। त्यो पहिरोको लागि नै हामीले सम्बन्धित निकायमा गएर हामीले काम गर्यौँ। त्यसपछि अर्को फेरि तपाईँको के भन्नुभयो भने हाम्रो ठुलो भन्सार विभागमा छ नि, हजुरलाई थाहा छैन होला, यो तातापानी नाकामा ठुलो एक्सरे मेसिन हुन्छ, गाडीहरू एक्सरे गर्ने मेसिन हुन्छ क्या, त्यो पनि बिग्रेछ अरे। अनि कति महिना भयो भनेर भन्दाखेरि यो पनि 6 महिना भयो अरे। हेर्नुहोस् है, अब यस्तो नाकाहरू हाम्रो कति छन् होला जहाँ कि तपाईँको पल्टाइ हेर्नुपर्ने होला। त्यो त ठुलो सामान त पल्टाउन सकिन्छ। मेरो विचारमा अहिले तपाईँहरू आउनु भयो नि यही पल्टाउन सक्नुहुँदैन। त्यो अब त्यहाँ सुन आउँछ कि हात्ती आउँछ कि के आउँछ त्यहाँ होइन। यस्तो कुराहरू एक्सरे मेसिन र टेक्नोलोजीले हामीले गर्नुपर्ने हुन्छ। प्रविधिको जमाना हो। त्यही भएर त्यसलाई पनि हामीले निवेदन लेखेर ज्ञापन पत्र बुझाएर चाहिँ चाइना एडबाट गरेर छ, चाइना एडको टिमहरूलाई पनि हजुरले सम्पर्क गरिदिनु होला भनेर फरेन अफेयर्सलाई समेत हामीले पत्र काटेर ज्ञापन पत्र बुझाएर त्यसको लागि काम अगाडि बढाएको छ है। त्यही भएर हामीले काम गर्ने तरिका भनेको नीति नियम र विधान नेपालको संविधान अनुसारमा हामीले गर्छौँ। पहिला 6 महिना तपाईँको भ्रष्टाचारको खिलाफ यो हाम्रो बीपी कोरा हस्पिटलमा धरानमा तपाईँको 7-8 महिना हामीले आन्दोलन गरेका थियौँ। नीति नियम कानुन टेकेरै गरेका थियौँ।